14 गते साउनको 14 गते सारियो आज काउली चट्ट लाएर आजबाट यही काउली सारियो साउनको 14 गते। भोलि पल्लो टनेल फाँडेर चट्ट पल्लो टनेलमा पनि काउली सार्ने। पर्सि त्यो भन्दा पल्लो टनेल फाँडेर फेरि काउली सार्ने। काउलीको बिरुवा नत्र सार्ने बेला भइसक्यो है। तैँले यहाँ पनि फुल रोप्दिया? 2-4 बोट फुल रोप्यो। अब यो काउली ठ्याक्कै सार्ने बेला भएको छ। चट्ट यो काउली उतापट्टि छन् काउलीका बिरुवा। यहाँ साग उम्रिन लागिसक्यो। होइन उम्रिसक्यो त साग अस्ति छरे जस्तो लागेको थियो। त्यता त तप्किनुहुन्छ भोलि पछि काँक्रा आएर है। उता सार्ने